सानो मान्छे इज ऑल रेडी टू गो टू पशुपतिनाथ। गुड मर्निङ एभ्रिबडी। अब हामी जाँदैछौँ पशुपतिनाथको दर्शन गर्नलाई। हाम्रो नानीको आज फर्स्ट पशुपतिनाथ दर्शन हो। जन्मेको 1 वर्ष भइसक्यो र पनि मौका मिलेको थिएन। यो तिहारको उपलक्ष्यमा हामी पशुपतिनाथ दर्शन गर्न जाँदैछौँ। हामी चाहिँ पशुपतिनाथ मन्दिर जाँदैछौँ। त्यस पछाडि यहाँनिर नानी पनि हिँड्दैछ है मन्दिर। के छ नानी? के छ? ठीक छ? हेलो। पशुपतिनाथ आएको सानो मान्छे होइन? धेर भयो त्यो अलि सानो दिनु न। होइन होइन एकदम अलि सानो दिनु हामीलाई, त्यत्रो पर्दैन। सानै इज अन आवर वे टु फर्स्ट भिजिट टु पशुपतिनाथ भन्छ। फुलमाला पनि किनिसक्यो मनिषाले, सानै पनि रेडी छ। पशुपतिनाथको प्रवेशद्वारमा छौँ हामी। जय पशुपतिनाथ। पशुपतिनाथ परिसरभित्र चाहिँ हामी छिरिसक्यौँ। गेटसम्म मात्रै हामीलाई भिडियो बनाउनु दिन्छ अथवा फोटो खिच्नु दिन्छ। अब बिस्तारै हामीले बदल गर्नुपर्ने हुन्छ। फाइनल्ली सानोले पनि रुद्राक्षको माला लगायो। हामीले दर्शन गरेर फर्किसक्यौँ। सानो यत्रो रुद्राक्षको माला लगाएको छिन् सानोले। नाउ वी आर ब्याक टु आवर होम। नो नट टु आवर होम। अहिले त हामी खाना खान जान्छौँ किनभने घरमा केही खाना पकाएको छैन। यो खाना खाइसकेपछि अनि विल गो ब्याक टु आवर होम। पहिला धेरैचोटि तपाईँसँग हाम्रो भेटघाट भइसकेको हो। मैले एउटा सानो भिडियो बनाएँ त। हेलो। के बनाउनु? यो चाहिँ नोदया भिन्दुनाको अवसरमा भइरहेको र्याली पशुपतिनाथमा। हामीले चाहिँ हाम्रो चप्पल कहाँ राख्यौँ भनेर अब पुरै कन्फ्युज भएर कुन पसलमा राख्यौँ भन्ने नै थाहा छैन। खोज्नुको दास्ती भइरहेछ। कहाँ चाहिँ हो त? तिमीलाई कुन लाग्छ? परे हो। फाइनली हामीले चप्पल राखेको ठाउँमा यही दिदी खै त आमा आउँदै भइदिन्छ। पशुपतिनाथको दर्शन गरेर कि दङ्ग दङ्ग हो चाने दङ्ग दङ्ग छ अरे। साना पनि खुसी ह्याप्पी। आज हिँड्न पाएर ह्याप्पी छ मान्छेहरू धेरै देखेर। नानीले परेवा पनि कति देखो है। कति परेवा उडेको थियो है साना। कहाँ उडेको परेवा देखाउ त, हातले देखाऊ। दर्शन भेट सबै सकाएर चाहिँ झम्सिकेलको हैदराबाद हाउसपट्टि आएको छौँ।